सानो बच्चाहरूमा विशेष त 6 महिना मुनिको बच्चाहरूमा नाक बन्द भएकै कारणले गर्दाखेरि घ्यार भएर अथवा बच्चालाई सास फेर्न गाह्रो भएको अवस्थामा अभिभावकहरू चाहिँ आत्तिँदै इमर्जेन्सीसम्म आउने गर्नुभएको हुन्छ। त्यस्तो अवस्थामा बच्चालाई यदि छातीमा समस्या छैन, घाँटीमा समस्या छैन तर नाकमा मात्रै छ भनेदेखि त्यस्तो अवस्थामा घरमा कसरी पहिचान गर्ने अथवा किन यस्तो भइरहेको छ सानो बच्चालाई भनेर म केही कुराहरू तपाईँहरूसँग सेयर गर्न चाहन्छु। अन्तिमसम्म सुनिदिनु होला है त। नमस्ते, म डाक्टर सीताराम न्यौपाने, बालरोग विशेषज्ञ, अहिले भरतपुर अस्पतालमा कार्यरत छु। हाम्रो सानो बच्चाहरूलाई सुरुको 1-2 हप्तासम्म आमाको शरीरबाट पास भएको हर्मोनको असरले गर्दाखेरि पनि नाक बन्द भइराखे जस्तो अथवा सास फेर्दाखेरि नाकबाट आवाज आए जस्तो सुनिने गर्छ। त्यसको लागि त्यति धेरै चिन्ता लिन आवश्यक हुँदैन, पछि त्यो आफै हराएर जाने हुन्छ। र पछाडि बिस्तारै 6 महिना मुनिको बच्चाहरूको नाकको प्वालको आकार पनि सानो हुने, अनि त्यस्तै गरेर उनीहरूमा चाहिँ यो प्रिडोमिनेन्टली नेजल ब्रिदर भनेर भन्छौँ। त्यो भनेको चाहिँ उनीहरूले नाकबाट मात्रै सास फेर्न रुचाउँछ। उनीहरूमा नाक बन्द हुँदाखेरि पनि नाकबाटै सास फेर्नुपर्ने हुने भएको भएर र उनीहरूले आफैले सिगान राम्रोसँग निकाल्न नसक्ने अथवा सफा गर्न नसक्ने भएको कारणले उनीहरूलाई एकदमै बढी गाह्रो भइराखेको हुन्छ। त्यही भएर यही नाक मात्रै बन्द हुँदाखेरि पनि एकदमै कतिपय अभिभावकहरू चाहिँ अस्पतालमा दौडेर आउने गर्नुहुन्छ। यदि तपाईँको बच्चामा त्यस्तो नाक बन्द भए जस्तो लागेको छ भनेदेखि त्यस्तो अवस्थामा चाहिँ बजारमा मेडिकलहरूमा नाकमा राख्ने सलाइन ड्रपहरू किन्न पाउँछ। त्यो ड्रप 2 देखि 3 थोपा ड्रप राखिदिनुहोस् दुइटै नाकमा। त्यस पछाडि कपासको बत्ती जस्तो बनाउनुहोस् र त्यसले चाहिँ 30 आधी मिनटदेखि 1 मिनटसम्म त्यो राखिसके पछाडि चाहिँ त्यो कपासको बत्ती जस्तोले चाहिँ दुइटै नाक सफा गरिदिनु। र तपाईँसँग यदि राम्रोसँग सक्सन गर्ने उपकरण छ, त्यो सिगान निकाल्ने मेसिन छ अथवा हातले नै यसरी सासले तानेर निकाल्नेवाला सिगान निकाल्ने भाँडा छ भनेदेखि चाहिँ बिस्तारै उसलाई घाउ नलगाइकन त्यसरी चाहिँ राख्न सकिन्छ। त्यस्तै गरेर अर्को कुरा चाहिँ तपाईँले बच्चालाई न्यानोमा सिकाइराख्नु भएको छ भने सकभर त्यो धुवाँ जन्ने चिजहरू कोइलाहरूमा नसेकिदिनु होला, जसले गर्दाखेरि उसलाई बढी गाह्रो हुनसक्छ। तपाईँले धेरै अरू बेलाभन्दा बढी चाहिँ दुध खुवाउनु होला ताकि त्यो सिगान पातलो भएर बाहिर जाओस्। अनि त्यस पछाडि बच्चालाई चाहिँ हिटरमा सेकिराख्नु भएको छ भने त्यस्तो अवस्थामा चाहिँ नाक सुक्खा हुनसक्छ। त्यही भएर ह्युमिडिफायरको प्रयोग गर्न सकिन्छ अथवा साइडमा हामीले केही पानीको भाँडाहरू राखेर हिटर प्रयोग गर्न सकिन्छ र यसरी चाहिँ बच्चाको नाकको सरसफाइ गर्न सकिन्छ ताकि कहिलेकाहीँ यही नाककै कारणले गर्दाखेरि, नाक बन्द भएकै कारणले गर्दाखेरि पनि इमर्जेन्सीमा दौडिन आत्तिँदै आउनु नपरोस् भन्ने हो है त।